नमस्ते नमस्कार सम्पूर्णमा रात्रिकालीनको साइन अनुसारको दर्शन अनि नमस्ते नमस्कार। हामी यति बेला चाहिँ भारतको तेलंगाना राज्य अन्तर्गत पर्ने कुकुडफल्लीको शेषाद्री नगर कलोनीमा छौँ। यहाँ एकदमै 2-4 दिनबाट एकदम चिसो बढेको कारण यहाँ बस्न नसक्ने अवस्था, यो हावा चलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो आगोमा पनि हावा हुरी चलिरहेको छ। हाम्रो सुदूरपश्चिमतिर जेठ वैशाखको ढाँडीडुँगा जस्तै यहाँको मौसम छ। हेर्नुहोस् तपाईहरु, यो पुरा जंगलमा यो आगो एकदम मस्त दन्किरहेको छ। हाम्रो माघे संक्रान्तिको मुडा बोले चाहिँ बलिरहेको छ आगो। तपाईहरुको जग्गामा कस्तो छ मौसम, चिसो कतिको छ? दिल्ली, हरियाणा, उत्तराञ्चल, हिमाचल प्रदेशमा पनि यस्तै चिसो होला भन्ने मैले ठानेको छु। आफ्नो प्रतिक्रिया र राय सुझाव सल्लाह दिनुहोला। हाम्रो यो जग्गामा त एकदम चिसो बढेर लास्टै छ। हामी अब यहाँ आगो नबालेर बस्न नसक्ने अवस्था। मौसम पनि 2-4 दिनदेखि माथि आकाशमा पनि यस्तो छ। हेर्नुहोस् त, यो पुरै यस्तो छ यहाँको मौसम। पुरा आगो, हामी त आगो बालेर हेर्नु है। हाम्रा माघे संक्रान्ति यस्तै मुडा छन् सब। दिल्लीका साथीहरु पनि यस्तै आगो बालेर बस्नु भएको होला। दिल्ली, पानीपत, सनीपत अनि तपाईको माथि यता देहरादुन साइडमा पनि चिसो होला। कहाँदेखि हेरिरहनु भएको छ? कस्तो छ तपाईतिरको मौसम? राय सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नु होला है। हस्त, नमस्ते नमस्कार।